राखे भूत। यी राखे भूतहरू गाउँघरतिरको मान्यता अनुसार मसान घाटतिर प्राय देखिन्छन्। यिनीहरू मशाल बोकेर हिँडेका हुन्छन्, मानौ कुनै मशाल जुलुसमा एकाएक तातिने लगाएर हिँडेको जस्तो। मुर्कुटा जस्तो यिनीहरू घोडामा सवार हुँदैनन्, यिनीहरू पैदल यात्रा नै गर्छन्। नेपाली किम्वदन्ती अनुसार सायद दिउँसै देखिने कम भूत मध्येमा राखे भूत नै पर्दछ। डाक्टर सुचन प्रधानका अनुसार राखे भूत राति खोला नाला पाखा पखेरामा काँधमा बत्ती बाली यताउति हिँड्ने गर्छ। राखे भूतले गाउँघरमा पसी कुनै अनिष्ट गर्ने तर्साउने काम गर्दैन भन्ने लोकविश्वास पाइन्छ। तर राति हुँदो हो भने खोला नाला खोल्सा र पाखातिर हिँड्नेलाई दुःख दिने एवं तर्साउने गर्छ भन्ने लोकविश्वास छ। अँध्यारो रातमा रागका रूपमा देखिने हुनाले नै यसलाई लोकले राखे भूत भनेको हुनुपर्छ। यस्तो भूतलाई विज्ञानको दृष्टिकोणबाट फोस्फोरस घोस्ट पनि भनिन्छ।